2026 को सबैभन्दा खत्तम खेल खेल्यो अर्जेन्टिनाले। ओ सरी, खत्तम पनि भन्न मिल्दैन, महाखत्तम खेल खेल्यो अर्जेन्टिनाले। उही पनि फिनालेमा आएर यस्तो खेल खेल्छ भनेर कसले सोचेको थियो? अर्जेन्टिनाको फ्यान्सले सोचेको पनि थिएनन् होला कि अर्जेन्टिनाले यस्तो खेल्छ भनेर। ओ माई गड, एकछिन लाग्यो यो अर्जेन्टिना हुँदै होइन। स्पेनले यस्तो डोमिनेसन पाराले हरायो नि अर्जेन्टिनालाई। अर्जेन्टिना लाग्यो कि यो 2022 को च्याम्पियन्स हुँदै होइन। न मेस्सीको खुट्टामा बल राम्रोसँग देखियो, न अरू प्लेयर्सहरूले बल राम्रोसँग पोजिसनमा राख्न सक्यो। स्पेनले अर्जेन्टिनालाई बच्चा खेलाइदिएको जस्तो खेलाइदियो। लास्ट मोमेन्टसम्म स्पेनकै खुट्टामा बल देखियो सुरुवातदेखि नै। ओ माई गड, यस्तो डोमिनेसन पाराले आजसम्म कसैले पनि कसैलाई हराएको थिएन होला, उही पनि फाइनलमा। अर्जेन्टिनाले केही खेल्यो यार। आई एम कम्प्लिटली डिसअपोइन्टेड फ्रम अर्जेन्टिना।